नमस्ते सबैजनालाई। आज म आएको छु गएर घुम्न। यहाँको चाहिँ बिचहरू चाहिँ घुम्नको लागि म आज पनि आइसकेको छु। एक्लै अब साथीहरूको टाइम मिल्दैन, त्यही भएर चाहिँ अब घुम्न मन लागेपछि म चाहिँ हिँडिहाल्छु। म आज फेरि पनि गुरु घुम्न आएको छु। योभन्दा अगाडि म कहिल्यै पनि एउटा ठाउँको भिडियो बनाएको थिएन, त्यही भएर आज मलाई चाहिँ यो ठाउँको भिडियो बनाउन मन लाग्यो। तपाईँहरूलाई म एकपटक सरर घुमाइदिइहाल्छु पहिला, त्यसपछि बाँकी कुरा गर्दै गरौँला। यताबाट यसो क्यामेराम्यान बनिदिनु पर्यो होइन, यो ठाउँको चाहिँ भ्यूजहरू देखाउनु पर्यो। यो चाहिँ सानो समुद्र हो गरकको। यो ठाउँ त उसो त एकदमै राम्रो छ, एकदमै भन्दा नि एकदमै धेरै राम्रो छ। अनि उतातिर अघि न चाहिँ सिपहरू आइरहेको थियो, सबैतिर आइरहेको थियो। अहिले चाहिँ के पनि छैन, रातो सिप उताबाट फर्किँदैछ क्या सायद। यो ठाउँमा आइसकेपछि अलिअलि विदेश आएको फिल चाहिँ हुँदो रहेछ। फेरि गजबको छ के ठाउँ पनि। म चाहिँ यहाँबाट आएको है, यो जुन अलिकति घर जस्तो देखिरहेको छ यो स्कट रेलको एरिया हो। अनि यतातिर चाहिँ अब अरू ठाउँहरू हुने भयो। यतातिर चाहिँ गोरख। म त्यो चट्टानहरूमा जान्छु ल। यतातिर चाहिँ गाडी हिँड्ने ठाउँ पो रहेछ, एकखेन होला सोचिरहेको, पार्क जस्तै लागिरहेको। अब डाइरेक्ट पानी हेर्न जानुपर्छ। एकदमै ठुलो ठुलो चट्टानहरू चाहिँ अब कुनै कताबाट यहाँको चट्टान जस्तो त मलाई बिल्कुल लागिरहेको छैन। यहाँ चाहिँ यसो यस्तरी चट्टानहरू चाहिँ बिछाएको छैन। यो पानीमा पनि पानी यस्तो सफा छ नि, पानीहरू चाहिँ एकदम कलकलाउँदो यति सफा हुन्छ नि। यस्तो समुद्र, यति ठुलो समुद्रमा पनि चिसो हुन्छ। त्यो सिमरेन्स चाहिँ अलिक टाढै देखिरहेको छ। यहाँ चाहिँ यस्तो झारहरू उगेको हो कि अब लगाएको हो, यसो मात्र नजाग्नु पर्ने हो होइन, लगाएको जस्तो छ। र यो कुरा चाहिँ त्यो गजबको आनन्दको के सिरेन टाइपको छ। त्यतिर चाहिँ मजाले चराहरू बसिरहेको छ। स्कटल्यान्डमा यो झार चाहिँ कहाँको झार हो, यस्तो राम्रो फुल्छ होइन, एकदम राम्रो झार देखिन्छ। यहाँ चाहिँ माछा मारिरहेको छ यो खैरे दाइ चाहिँ। अनि एउटा चाहिँ आइरहेको छ, जहाज हो कि के हो। ओके गाइज, म एक्लै भएको हुनाले त्यो लेभलको एक्साइटेड मोडहरूमा पनि त त्यस्तो त छैन, तर पनि रमाइलो चाहिँ गरिरहेको छु। मेरो अरू भिडियोहरूमा चाहिँ साथीहरूसँग घुम्न आइरहेको हुन्छु, त्यो चाहिँ भिडियोहरू हेर्दै गर्नुहोला। बाई बाई, ह्याभ अ नाइस डे।